अनि उद्धारको दिनहरू कस्तो मजाको सुन्दर आशिषमय दिनहरू थियो। तर तपाईलाई थाहा छ प्रभु येशूलाई पाइसकेपछि नि एउटा उद्धारको आनन्द साह्रो मजाको हुन्छ। तर केही महिना बित्दै गयो, वर्ष दिन बित्दै गएपछि नि त्यो आनन्दमा तपाईले मजा भेटाउनुहुन्न, अघि जस्तो एक्साइटेड बस्नुहुन्न। तपाईले याद गर्नुभएको, तपाईँ उद्धार त हराएको छैन, तर पहिला जस्तो मजा आउँदैन, पहिला जस्तो एक्साइटेड हुँदैन, पहिला जस्तो उत्तेजित हुँदैन, पहिला जस्तो जोस हुँदैन। अनि तपाईँ छक्कै पर्नुहुन्छ, पहिला त म प्रार्थना गर्दा धुरु धुरु हुन्थ्यो, आजकल मलाई त्यस्तो हुँदैन। पहिला त यही गीतले मलाई कस्तो मजा लाग्थ्यो, तर आजकल केही पनि हुँदैन। तर मुख्य कुरा चाहिँ के हो भनेदेखि नि परमेश्वरको इच्छा चाहिँ उद्धारको आनन्द प्राप्त गरिसकेपछि परमेश्वर तपाईलाई सेवा गर्ने आनन्दभित्र लैजान चाहनुहुन्छ। यसो त प्रभु येशूलाई जब ग्रहण गरेर मुक्ति पाउँछौँ, त्यो मुक्ति जब पाएपछि उद्धारको आनन्दभित्र पस्छौँ, परमेश्वरले तपाईँलाई सेवकाई गर्ने मान्छे बनाउन चाहनुहुन्छ। अनि त्यो सेवकाईलाई जब तपाईँले भेटाउनुहुन्छ, त्यति बेला तपाईँलाई एकातिर मुक्तिको आनन्दले उचालेर राख्छ, अर्कोपट्टि सेवकाईको आनन्दले तपाईँलाई ठेलेकै गर्छ। तपाईँ कहिले पनि अफसोसी मान्छे बस्नुहुन्न। तपाईले पाएको मुक्तिले र तपाईले गर्दै गरेको सेवकाईले तपाईलाई उत्साहित राखेकै, खुसी राखेकै, यसलाई चाहिँ इङ्ग्लिसमा भन्नु हो भने जोय अफ साल्भेसन र जोय अफ सर्भिङ गड भन्छ। जुन मान्छेले पनि मुक्ति पाउनुको साथमा नि परमेश्वरको सेवा गर्ने आफ्नो ठाउँलाई भेट्यो, त्यो मान्छे सधैँ खुसी बस्छ। आमेन भन्नुहोस् न। उसलाई कसैले सर्काउनु पर्दैन, तर खुसी बस्छ। उसलाई कसैले राम्रो भन्दा पनि नभन्दा पनि खुसी बस्छ। धन्यवाद ज्ञापनमा नाम छुट्दा नि उसलाई अफसोस लाग्दैन, किनकि धन्यवादले होइन, उसले गर्दै गरेको सेवकाईले उसलाई ऊर्जा दिन्छ, उसलाई आशिषित तुल्याउँछ। धेरै चर्चहरूमा नि मान्छे गनगने भएको एउटा कारण के हो तपाईँलाई थाहा छ? उद्धार त पायो तर सेवकाई भेटेको छैन। त्यसले गर्दा गन। तर तपाईँले उद्धार पाउनुको साथमा नि परमेश्वरले राखिदिएको तपाईँको सेवकाईलाई चाहिँ भेट्नु भएर गर्नु चाहिँ थाल्यो भने तपाईँसित गनगन गरे फुर्सदै हुँदैन। छेउको साथीलाई भनिदिनुहोस् न, गनगने मान्छेहरू चाहिँ सेवकाई नभेटेको मान्छे हो भन्नुहोस् न। उनीहरूसित फुर्सद हुन्छ। उद्धार पायो, त्यहाँदेखि कुर्सी तताएर बस्यो, त्यहाँदेखि फुर्सद, त्यहाँदेखि तितोले भरिन्दछ, गनगनले भरिन्दछ। तर तपाईँले एकपटक सेवकाई चाहिँ भेट्नुभयो भनेदेखि नि सेवकाईले तपाईँलाई यति धेरै व्यस्त राख्छ, तपाईँले गनगन गर्ने फुर्सद पाउनु हुन्न। कुनै पनि चर्चमा नि बेसी गनगन गर्ने मान्छे चाहिँ हेर्नुभयो भनेदेखि नि उद्धार पाएको तर सेवकाई नभेटेको मान्छेहरू। किनकि सेवकाईले तपाईँलाई गनगन गर्ने फुर्सदै दिँदैन। म र मेरो श्रीमतीले गनगन नगरेको धेरै भयो, फुर्सदै छैन। मलाई लाग्छ पास्टर केशव पनि गनगने हुनुहुन्न कि हुनुहुन्छ हौ? हजुर हुनुहुन्न, फुर्सदै छैन। भ्याइ नभ्याइ सहित अब हातमा काम आँटी छ, कहिले गनगन गर्ने? गनगन गर्ने फुर्सदै हुँदैन। तपाईँको सेवकाईले तपाईँलाई एनर्जी दिँदछ, ऊर्जा दिँदछ, खुसी राख्दछ। यो चाहिँ गाडीको डाइनामो जस्तो हो। गाडीको ब्याट्री एकपटक गाडीमा किनेर हाल्योपछि चाहिँ वर्षौं चल्छ। मेरो गाडीमा जुन ब्याट्री छ त्यो किनेको 5 वर्ष भयो। त्यो ब्याट्री त्यहाँ हाल्योपछि जति गाडी कुद्छ, डाइनामो भन्ने एउटा मसिन हुँदछ गाडीभित्र, त्यो मसिन घुमेकै त्यसले ब्याट्री चार्ज गरेकै गर्दछ। अनि त्यो ब्याट्री नि त्यसको लाइफ स्प्यान बसुन्जेलसम्म, त्यसलाई जति आयु कम्पनीले दिएको छ त्यतिसम्म त्यो कहिले पनि फ्ल्याट हुँदैन। एक दिन मैले हेडलाइट अफ गर्नु भुलेछु, एउटा मिटिङमा जाँदाखेरि फग लागेको थियो, हेडलाइट अन गरेर गएको, पार्क गर्दा बत्ती मार्नु भुलेछु। भरे सकेर आउँदाखेरि बत्ती पनि निभेछ, ब्याट्री पनि सकेछ, गाडी स्टार्ट भएन। त हिँड्ने 6-7 जना भाइहरूलाई बोलाएर गाडी ठेल्नु लगाए। ठेल्नु थाल्यो, ठेल्दै लाँदाखेरि एक समय घर स्टार्ट भयो। त्यहाँदेखि मलाई बाटोमा रोक्नु आँट आएन, किनकि गाडी रोकिने साथ स्टार्ट हुँदैन भन्ने। तर गाडी जब 2-2.5 घन्टा 3 घन्टा चलेपछि छ नि, त्यो 2-2.5 घन्टा डाइनामो घुम्दाखेरि चाहिँ के चार्ज भयो? ब्याट्री चार्ज भयो। त्यहाँदेखि एउटा चिया खाने ठाउँमा पुगेँ, अनि चिया खानु ओर्लिएँ। चिया खाने ठाउँमा पुगेँ, अनि गाडी अफ गरौँ कि नगरौँ
तर पनि तेलको माया लाग्छ। अब एक घन्टा चिया खाउन्जेलसम्म गाडी इन्जिन चलेको निकै तेल खर्च भइहाल्छ। मैले अफ गरेँ अनि चिया खाइसकेर आएर गाडी स्टार्ट गरेको त हुँ स्टार्ट भयो। के भएछ भन्नुहोस् त? ब्याट्री चार्ज भएछ। डाइनामो घुम्यो भने चाहिँ ब्याट्री चार्ज भइहाल्दछ। तपाईँलाई थाहा छ परमेश्वरले तपाईँलाई उधार दिनुको साथमा नि सेवाकाई गर्ने मान्छे बनाउन चाहनुहुन्छ। तपाईँको सेवाकाईले तपाईँलाई जहिले पनि के राख्दछ? चार्ज राख्दछ, उत्साहित राख्दछ। तपाईँ कहिले पनि कस्तो मान्छे बन्नुहुन्न, गनगनी मान्छे बन्नुहुन्न। धन्यवाद ज्ञापनमा नाम छोड्दाखेरि चित्त दुख्दैन, किनभने सेवाकाईले तपाईँलाई सधैँभरि उत्साहित राख्दछ, ठेलेर माथि राख्दछ। तपाईँले बाइबलमा हेर्नुभयो भने पावलले के भनेको छ? प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि तिमीलाई भन्छु आनन्द गर। कस्तो मजाको वचन छ। तर यो वचन चाहिँ पावलले कहाँबाट लेख्दैछ? जेलबाट लेख्दैछ। उल्टा पो छ। जेलमा बस्ने मान्छेले बाहिर बस्नलाई के भन्दैछ? आनन्द गर, आनन्द गर। तर बाहिरको मान्छेले पनि चिठी लेखेर भित्र बस्नलाई भन्नुपर्ने। पास्टर केशवलाई जेल कस्तो हुन्छ थाहा छ है त? बाहिरको मान्छेले पनि निरुत्साहित नहुनु ल, जेलमा निरुत्साहित नहुनु पर्ने भन्ने मात्र नि उल्टा कसले भन्दैछ भन्नुहोस् त? जेलमा बस्नेले बाहिरको फिलिपीको मण्डललाई पनि के भन्दैछ? प्रभुमा सधैँ आनन्द गर, आनन्द गर, आनन्द गर, आनन्द गर, आनन्द गर। यो जेल कस्तो गनाउने एउटा नाम पनि लेख। जेलको सतावटको दुःखको एक लाइनको नि कुरा गरेको छैन। सुरुदेखि अन्तसम्म लेखिएको कुरा गरेको छ। त्यो पत्रमा आनन्दको कुरा गरेको छ। पावलको ब्याट्री कसरी यस्तो चार्ज बसेको होला? यो मान्छेको ब्याट्री किन डाउन नभएको होला? किन गनगन्न आएको होला मुखमा? प्रभु तपाईँकै सेवा गरेको त किन बच्दैन भन्ने गनगन किन नआएको होला? तपाईँलाई थाहा छ दमस्कसको बाटोमा नि परमेश्वरलाई भेट्दाखेरि उसले सेवकाई भेटेको छ। उधार मात्र होइन, परमेश्वर राखिदिएको कामलाई भेटेको छ। त्यो कामलाई जब उसले गर्न थालेको छ, जेलभित्र पनि त्यो कामले उसलाई के राखेको छ? उत्साहित राखेको छ, आनन्दले भरिएको मान्छे राखेको छ। दोस्रो तिमोथी 4 अध्यायमा आउँदाखेरि उसले मृत्युदण्ड पाइसकेको छ। उसले के भनेको छ? म त अर्घ बलि जस्तो अब पोखिन लागेको छु। जसरी आगोमा होम गर्दाखेरि घिउ खनाइन्छ अर्घ, म अब मर्दैछु, तर मेरो मृत्युले परमेश्वरले सुरु गरेको आगोलाई झन् अल्गो पार्छ भनेको जस्तो नि अब म अर्घ बलि जस्तै सकिँदैछु। मेरो बिदाईको बेला आएको छ। त्यहाँदेखि उसले गरे के भनेको छ? तर मलाई अफसोस छैन, किनभने मेरो लागि धार्मिकताको मुकुट राखिएको छ। यो मान्छेको मुखमा नि किन चाहिँ गनगन नआएको, किन गुनासो नआएको भनेदेखि नि उधारको आनन्दको साथमा नि परमेश्वर तपाईँलाई सेवा गर्ने आनन्दभित्र लैजान चाहनुहुन्छ। जो पनि तपाईँले सेवा गर्न लाग्नुहुन्छ, तपाईँ सधैँ उत्साहित बस्नुहुन्छ। यसले तपाईँलाई एनर्जाइज गर्दछ। यसर्थ तपाईँले आजको दिन यीशु ख्रीष्टको देहमा विश्वास गरेर प्रभु यीशुलाई ग्रहण चाहिँ गरिसक्योपछि तपाईँले प्रभुलाई सोध्न जरुरी छ। प्रभु तपाईँले यो मलाई यो मण्डलीभित्र किन ल्याउनु भयो? अङ्ग त भन्नुभयो, अङ्गको काम हुन्छ, मेरो काम चाहिँ के हो? हामी आफैले सोध्न जरुरी छ।